सुन मैले बिहा गरिसकेँ होइन, त्यो भए कारणले गर्दा अब चिन्ता लिनुपर्ने ठाउँ छैन। म यता बेङ्गलोरतिर छु अनि मैले बिहा गरिसकेँ र अब रुनु नहाँस्नु हुनुभयो। अब कस्तो हुन्न सर, अब बिहा गरिसक्यो भनेदेखि त अब मेरो छोराछोरी बिना भए भइरहने भए। बाबु मलाई सानो बाबुले भन्थ्यो ड्याडी मलाई साइकल चाहियो भन्थ्यो। फर्स्ट भएपछि बाबु तँलाई साइकल ल्याइदिउँला अनि भन्ने थियो। मेरो छोराछोरी बाबु बिनाका टुक्रा भयो सर। मैले भने सबैका बच्चाहरू राम्रो ठाउँमा पढ्छन् है। अब हामीले पनि गरेपछि दुईजना मिलेर नआउने के छ र भनेर भन्दा ल ठिक छ त अनि बाख्राहरू बेच अनि तँलाई सिलाइ कटाइ पनि छ, त्यहाँदेखि आफ्नो अलिअलि गुजारा पनि गर होला, राम्रो ठाउँतिर बच्चा बच्ची पढाओ। अहिले बच्चा बच्चीको भविष्य भन्दा अर्को कुरा केही छैन। अनि 700 भोट दिने म छु नै छु भनिसकेपछि सर अब कसको श्रीमतीको खुसी आउँदैन र होइन। दर्शकबिन नमस्ते। यति बेला हामीसँग हुनुहुन्छ एकजना दिदी हुनुहुन्छ, उहाँको साथमा एकजना उहाँको छोरा पनि छन् र उहाँहरूलाई चाहिँ एउटा ठुलो समस्या पर्यो। श्रीमानले विदेश जान्छु, युरोप जान्छु, दिल्लीबाट उड्नुपर्छ भनेर गाउँघरमा पालेका बाख्रा पाठा जुन बालीहरू ढल्याउन लगाएर बिक्री गर्न लगाएर बाख्रा पाठाहरू बजारमा बस्ने, बजारमा जग्गा किन्ने, बजारमा घर बनाउने, छोराछोरीलाई त्यहीँ बजारमा पढाउने भनेर चाहिँ एउटा आश्वासन देखाएर श्रीमान चाहिँ भारत गएका श्रीमान उतै श्रीमती लगेर गए, तैँले अब आफ्नै व्यवस्था गरेस् भनेर चाहिँ भनिसकेपछि उहाँहरू चाहिँ हाम्रो मिडियामा आउनु भएको छ र वास्तविक कुरा के हो कसरी भयो भन्ने विषयमा हामी उहाँहरूसँग कुरा गर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। स्वागत छ हजुरलाई। धन्यवाद। हजुरको शुभ नाम? मेरो नाम पर्मिला बिक बादी। पर्मिला बादी हुनुहुन्छ। उहाँहरू हजुरको ठेगाना सिम्ता गाउँपालिका वडा नम्बर 1 को खनेटादेखि आउनु भएको छ यहाँ केही मद्दत माग्नको लागि। र देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर धेरै माझ पुर्याइदिनु होला ताकि उहाँको श्रीमान सम्पर्कमा आउन् र उहाँको बालबच्चाहरूलाई सम्हालुन्। कतिवटा छन् हजुरको बच्चा बच्ची? 3वटा छन्। 3वटा छन्। 2वटा छोरा एउटा छोरी। बिहे भएको कति वर्ष भयो अहिले? भयो झन्डै 14-15 वर्ष। 14-15 वर्ष भइसक्यो। 14-15 वर्षको अन्तरालमा बिचमा कस्तो के खटपट त भइरहन्थ्यो होला, हुँदै हुँदै यहाँसम्म आयो सम्बन्ध? हजुर खटपट त अब घर व्यवहार भइसकेपछि कहिले उहाँको केही कमजोरी भए पनि मैले भन्न सक्यो, कहिले अब केही कमजोरी मेरो भए पनि भन्न सक्यो। मेरो त्यति ठुलै त्यस्तो थियो भनेपछि म त्यति बेलै गर्नु पर्थ्यो। भिजा नेपालबाटै लगायो अनि भारत गएर रोमानियाको लागि के भन्छन् इन्टरभ्यूको लागि दिल्ली जान्छु, दिल्ली बोलाउँदो रहेछ अनि भनेर भन्नुभयो। उहाँदेखि मैले भने होइन होला सबै विदेश जानको लागि के दिल्ली जानुपर्छ र अनि भने नाइ नपते म वहाँ गएर मैले गरेको सबै तँलाई रिपोर्टहरू हालिदिउँला अनि मैले यहाँ पनि कोसिस गरिरहेको छु भन्नुभयो। ठिकै छ त त्यस्तो छ भनेपछि गर्नुपर्छ जानुपर्छ अनि राम्रोको कामको लागि अनि भनेर मैले भनेको। सुन मैले बिहा गरिसकेँ होइन, त्यो भए कारणले गर्दा अब चिन्ता लिनुपर्ने ठाउँ छैन। म यता बेङ्गलोरतिर छु अनि मैले बिहा गरिसकेँ र अब रुनु नहाँस्नु हुनुभयो। अब कस्तो हुन्न सर, अब बिहा गरिसक्यो भनेदेखि त अब मेरो छोराछोरी बिना भए भइरहने भए। बाबु मलाई सानो बाबुले भन्थ्यो ड्याडी मलाई साइकल चाहियो भन्थ्यो। फर्स्ट भएपछि बाबु तँलाई साइकल ल्याइदिउँला अनि भन्ने थियो। मेरो छोराछोरी बाबु बिनाका टुक्रा भयो सर। अब मैले के सपना बोकिकन बुढासँग सल्लाह सुझाव लिएको थिएँ, उहाँले सल्लाह सुझाव नदिएको पनि होइन। राम्रै हिसाबले घरको आमासँग पनि जान लागेछन्, जान देऊ भन्नुभएको। भित्री प्लान यस्तो रहेछ सर, अब म के गरौँ? मेरो 3-3टा बच्चाहरूलाई मैले कसरी के गर्ने? मिठो खाना खोज्छन् सर, मिठो लाउन खोज्छन्, पढाइ लेखाइ दिन पर्छ।
मसँग भएको अहिले आम्दानीको नाममा बाख्रा थियो, सबै बाख्राहरू पनि बेच्न लगाएर यस्तो सपना बोकेको भए मलाई यस्तो गर उस्तो गर तँलाई सपोर्ट दिने मासु नबुनेको भए पनि त हुन्थ्यो होला। घरमा भएको जुन सम्पत्ति बाख्रा पाठाहरू अन्न बालीहरू पनि उता उता अब दिन लगाएर अहिले चाहिँ अब घर न घाटको बनाइदिनु भयो तपाईँलाई सर उयो गरेर। केही छैन सर, अब यस्तै गराउनु भयो। सानो बाबुलाई 13 वर्षको बाबुलाई इन्डिया बोलाएर पठाइदिए, घरमा डुल्छ। यहाँ आएपछि एक महिनापछि कोब्रा किनिदिउँला, घुम्ला फिर्ला, सम्झाउँला अनि घर पठाउँला भन्नुभएको थियो। अनि ठिकै छ त, बाबा भनेको बाबा नै त हो नि त। अहिलेसम्मलाई यस्तो भएको छैन। झगडा पर्यो होला सर, उनी त फोन गर्ने काम अलगै हो। अहिलेको जमानामा कहिले गर्दैन र फोन गर्ने कुरा। यस्तो घात होला भन्ने केही कुरा सोचेका पनि थिएनौँ। तपाईँलाई छोड्नुमा केही तपाईँले त्यस्तो केही उहाँको बुढाको केही मन चित्त दुखाउनु भएको थियो पहिला केही यस्तो यताउता? अब चित्त दुखाउने कुरा त सर यस्तै हो कि खटपटहरू गर्ने शङ्का उपशङ्काहरू गरिसकेपछि त त्यसमा झगडा कहिले काहीँ हुन्थ्यो। तर अहिले केही पनि होइन कि अहिले धेरै राम्रो सम्बन्ध थियो, धेरै राम्रो थियो। सल्लाह सुझावहरू श्रीमानको उमेर कति भयो अहिले? 30 वर्ष 30 वर्ष, तपाईँ पनि 30 वर्ष हुनुभयो हजुर। भनेपछि अब जे होस् परिपक्व भइरहेको बेलामा अहिले अहिले अब 13 सालको बाबु भयो अनि बाबुलाई बोलाएर होटलमा नौकरी लगाइदिनु भयो रहेछ। अनि म यस्तो ठाउँ जान्छु भनेर त काम गरेस् भनेर छोडेर अरूको भरमा हेर्नु। अहिले घर नछोडेको छोरालाई रात दिन रोइरहेछ बाबु, फोन गर्न बित्तिकै रोइहाल्छ। मेरो छोराहरू कहिले आँसु झार्दैन थियो, मेरो बाबु बहुत रोइरहेछ सर। कतिमा पढ्छौ बाबु? 4 मा। 4 मा। नाम के हो तिम्रो? बिमल। के निर्मल? बिमल। विमल। 4 कक्षामा पढ्छौ, अहिले पास भइयो 4? 5 मा गइयो। के भन्छौ त बाबालाई? ड्याडी घर आउनु छिटो भन्छु। कहिले आउनुहुन्छ, हामीलाई छोडेर कहाँ जानुभएको छ? बिचारा हेर त, यस्तो छोरा मान्छा छोरी नभएर तनाव छ, कसैलाई श्रीमती नभएर तनाव छ भनेका जस्ता। यस्ता अब बुझ्ने श्रीमती यस्तो बच्चालाई छोडेर हेर त, यो बच्चाले कस्तो भने। साइकल चढ्ने मन थियो तिमीलाई होइन? साइकल चढ्ने भनेको बाबाले अर्की बिहा गरेर लग्दाखेरि अब भनेपछि यस्तो यो बहुत नराम्रो गर्नु भएको छ तपाईँले। जहाँबाट भिडियो हेर्दै हुनुहुन्छ तपाईँ तत्काल यहाँ घर आएर यी बच्चालाई श्रीमतीलाई सम्हाल्नु पर्यो तपाईँले, नत्र तपाईँलाई फेरि कानुनी प्रक्रियाबाट अगाडि बढाएर हामी तपाईँ उठाउँ पनि त्यो इन्डियाको जुन कुनामा बस्नु भएको भए पनि हामी त्यहाँ आउँछौँ, तपाईँलाई ल्याइन्छ यहाँ नेपालमा। त्यसपछि तपाईँलाई बहुविवाहको मुद्दा लगाएर तपाईँकी त्यो नयाँ ब्याउलीलाई र तपाईँलाई बहुविवाहको मुद्दा लगाएर भित्र हाल्न पनि सकिन्छ। यो बच्चाको मुख हेरेर, श्रीमतीको मुख हेरेर तपाईँ जहाँ हुनुहुन्छ, यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँ तुरुन्त घर आउनुहोस्। अरू के भन्न चाहन्छौ बाबालाई? बाबाले माया गर्नुहुन्थ्यो कि नै पहिला? धेरै गर्नुहुन्थ्यो माया, कानामा बोकेर हिँड्नुहुन्थ्यो गाउँमा। अनि तिमी पनि बाबाको माया बहुत मान्थ्यौ भनेपछि अहिले अब खानालाई घुम्नलाई भाडादेखि लगाएर पैसा जुटाउनै अब मम्मीलाई गाह्रो छ होइन? भनेपछि बाबुले पनि आँखाबाट आँसु निकालिरहेको छ। हामीले मास्क लगाइदिएका छौँ किनकि यो बाबु 16 वर्षभन्दा तलको मान्छेको यसो देखाउन मिल्दैन, त्यो कारणले गर्दा। अनि अब के भन्नुहुन्छ त श्रीमानलाई? ल तपाईँको सन्देश पठाउनुहोस्, यहाँदेखि हेरिरहनु भयो होला तपाईँ श्रीमानले। के भन्नुहोस्, तपाईँ के भन्न चाहनुहुन्छ? केही छैन, जो गरे पनि गर्यौ र अरू। अनि अब किन गर्यौ गर्न लागि पनि एकचोटि सोध्न पर्थ्यो। केही हुँदा त पहिला पर्मिला यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ यसलाई भन्नुहुन्थ्यो। अनि अहिले आएर एक चान्स त्यो भनेको भए पनि म जस्तो भए पनि श्रीमती हुँ, चाहे म गलतै भए पनि केही मबाट पनि साथ सपोर्टहरू पाइन्थ्यो कि। अनि चाहे मेरो लोग्ने गलत भए पनि मैले केही गर्न सक्थेँ कि। आज कसैको दबाबमा पढिकन यो निर्णय अगाडि बढाएको भए पनि केही छैन। एकचोटिलाई सम्पर्कमा आएर हाम्रो सामुन्ने आउने कोसिस गर्नु। अहिलेसम्म 4-5 दिनसम्मलाई हामी गर्ने भए केस गर्थ्यौँ, सबै चिज गर्थ्यौँ। हरेक मान्छेले साथ सपोर्ट दिइरहनु भएको थियो। अनि अब अहिले मैले त्यस्तो गर्न सकेको छैन किनकि भोलि
कसैको दबावमा परेर पनि केही कदम उठाउनु भएको रहेछ भने पनि आउनुहोस्, आफ्ना छोराछोरीहरूलाई सम्हाल्नुहोस्, केही छैन। हामी मुद्दा मामला गरेर पनि भोलि आउने यही स्थानमा हो, हाम्रै सल्लाहमै आउनुपर्छ। अनि बुढी ल्याएर आउँछौ भने पनि आउनु पर्यो, तर घरमा चाहिँ आउनु पर्यो। घरमा आउनु पर्यो। बाबु नानी कहिल्यै रुँदैन थिए, रोइरहेछन्। अनि मेरी मुटुकी टुक्रा छोरी हुनुहुन्थ्यो, आज त्यही छोरीलाई कहाँ छोडेर कसको श्रीमतीलाई अँगालेर गएको। भनेपछि हामीले यस्तो भिडियो बनाउँदै गर्दाखेरि हामीलाई पनि हल्का भावुक भइरहेको छ। अब यो उहाँ मात्रै भइदिए भए त अब केही पनि हुन्थेन। उहाँले पनि अब आज तपाईँभन्दा पनि राम्रो केटा खोजेर जानुहुन्थ्यो होला। तर कुरा आयो बच्चाहरूको के यो साइकल चढ्ने, ओहो यहाँ मेरो मनमा बिजायो यो कुराले चाहिँ। साइकल चढ्ने त्यो कुरा मलाई थाहा छ। गरिबीबाट कसरी मान्छेहरू कस्तो हुन्छ त्यो इच्छा चाहना सानोमा बच्चामा, ती साना हुँदाखेरिका इच्छा चाहनाहरू पुरा नभएपछि मान्छेहरू कुन अवस्थामा पुग्छ। त्यसपछि मान्छे जुन बिग्रिने लाइनतिर लाग्छ, जो साना साना इच्छा चाहनाहरू जो पुरा हुँदैनन् बालबच्चाका, तब मान्छे बिग्रिनतिर लाग्छ। त्यो भएर यो बच्चाको साइकल चढ्ने जुन सोख छ, त्यो सोखले गर्दा झन् हामीलाई भावुक बनाएको छ। भनेपछि अब जे भयो भयो, बरु बिहे गरेर छोड्नै सक्दिनँ, बस्छु त्यहीसँग भने पनि यहाँ चाहिँ एकचोटि नेपाल चाहिँ आउनु पर्यो। उहाँ नेपाल आउनु पर्यो, जे गरौँला सल्लाह सुझावले गरौँला होइन। कति महिनाको टाइम दिनुहुन्छ उहाँ नेपाल आउनलाई? बढीमा बढी 1 महिनाको एक महिनाभित्रमा आउनु पर्यो। नआइसकेपछि अब आएपछि हामी वहीँ फेरि तपाईँलाई कहाँ हुनुहुन्छ रङ्गी हात भेटाउन जानुपर्ने हुन्छ होइन? जानुपर्ने हुन्छ। अनि भोलि गइसकेपछि फेरि अलग किसिमको कुराहरू अगाडि बढाइन्छ, योभन्दा कडा कुराहरू। त्यो महिलालाई चिन्नुहुन्छ तपाईँले? चिन्छौँ, फोटा पनि छ हजुरसँग त्यो महिलाको? छ। त्यो फोटा पनि हाल्नु पर्यो योमा। बुढा र त्यो नयाँ बेहुलीको फोटा सहित यिनीहरूलाई। त्यही हो, अरू केही छैन सर। जसरी भयो भने उहाँले हेर्नु भएको छ भने हामी, मेरो माया नलागे पनि भोलि मेरो ठाउँमा त श्रीमती ल्याएर राख्नुभयो होइन, केही छैन। तर मेरो मुटुको टुक्रा छोराछोरी हुन् भन्नुहुन्थ्यो, खै आज ती टुक्राहरूलाई काटेर कसरी बाध्य बनायो कि, या त केही समस्या पर्यो कि कसरी जानुभयो म बुझ्न चाहन्छु सर। ऊ नजिक आएर उसलाई म जेल नेल अहिले हाल्दिनँ। यदि कडी अझै झन् भाग्ने कोसिस गर्नुभयो भनेपछि भोलि एक दिन न एक दिन फेरि अगाडि बढ्नु पर्छ। भल यसै म बिग्रिगयो, उसै म बिग्रिगयो, भोलि हरेक चिज गरेर पनि उहाँलाई म फेरि अगाडि सजाय दिन तयार हुनेछु। होइन भनेपछि म 10-15 दिनभित्रैमा, 2-4 दिनभित्रैमा हाम्रो सम्पर्कमा आएर जे हुन्छ सल्लाहले हिँडौँला होइन, केही छैन। ल दर्शक महानुभावहरू, यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर यो भिडियोलाई विश्वको कुना काप्चामा रहेका नेपालीहरूसम्म पुर्याइदिनु होला। र हामीले उहाँको श्रीमान र नयाँ बेहुलीको फोटा पनि स्क्रिनमा राखिदिएका छौँ। र उहाँले 1 महिनाको टाइम दिनुभएको छ। 1 महिनाको टाइम दिनुभयो। तपाईँले भिडियो हेर्नुहुन्छ अवश्य पनि थाहा छ हामीलाई, तपाईँ फलोवर्स पनि हुनुहुन्छ होला सायद हाम्रो। र यो भिडियो हेरेको केही घन्टापछि तपाईँले उहाँलाई सम्पर्क गरेर गल्ती भयो मेरो भनेर उहाँलाई चाहिँ क्षमा मागेर तपाईँ छिटोभन्दा छिटो घरमा आउने वातावरण या त सम्पर्कमा आउने वातावरण मिलाउनु हुनेछ भन्ने हामीले आशा गरेका छौँ।